नमस्ते जेनजी, नमस्ते युवा। एकदमै दुःख लागेको छ मलाई आज र यो म भिडियो पनि बनाइरहेको छु। जतिले जहाँ जहाँबाट देखिराख्नु भएको छ हजुरहरूले यो भिडियोलाई सेयर पनि गरिदिनु होला। आज जेनजी युवाहरूलाई प्रहरी साथीहरूले विभिन्न ठाउँबाट पक्रेको, उजुरी दर्ता भएको, जाहेरी दर्ता भएको र उहाँहरूलाई पक्रिएको भन्ने कुरा सुन्नमा आएको छ। यो एमाले कांग्रेस माओवादीहरू यसमा धेरै उद्धत छ, किनभने तिनीहरूलाई प्रुभ गर्नु छ कि यी जेनजीहरू जो युवाहरू हो, जो ठुलो आवाज गर्छन्, जो भ्रष्टाचार विरुद्ध बोल्छन्, तिनीहरूलाई प्रतिशोध साध्नु छ, उनीहरूलाई पक्र्नु छ, उनीहरूलाई जेल कोच्नु छ। खाली तपाईको त्यो जेनजी युवाहरू जो आगो बलिरहेको ठाउँ अगाडि फोटो खिचेका थिए भने पनि, एउटा ढुङ्गो हानेका थिए भने पनि तिनीहरूलाई आज पक्रिने काम देशैभरिबाट भइरहेको छ। यसको चाहिँ म खुलेर विरोध गर्छु। त्यस्ता युवाहरूलाई पक्रिनु आवश्यक छ जो श्रृङ्खलाबद्ध रूपमा उपस्थिति थिए, जो तपाईको पुरै भ्यान्डलाइज गर्नको लागि, प्रपर्टी जलाउनको लागि उद्धत थिए। तिनीहरूलाई खोजी श्रृङ्खलाबद्ध पुरा प्री प्लान आएका थिए। तिनीहरूलाई चाहिँ खोजी अनुसन्धान गर्नुपर्छ। यो सरकारले एउटा न्यायिक जाँचबुझ आयोग पनि गठन गरेको छ। त्यसको प्रतिवेदन आउनको लागि वेट गर्नु होला हजुरहरू। आज युवाहरूलाई लखेट्ने काम गरिएको छ। कसको आधारमा, कसको बलको आधारमा? एमाले कांग्रेस र माओवादी। किनभने तिनीहरूलाई प्रतिशोध साध्नु छ। त्यो पल्लो गाउँको केटाले आन्दोलनमा गएको थियो, त्यसलाई पक्रेर थुन्नुपर्छ। डर देखाउनको लागि युवाहरूमा तपाईको त्यो त्रास फैलाउनको लागि र यो सरकार केही पनि होइन भन्नको लागि चाहिँ प्रहरीको साथ र सहयोगमा अब त्यस्ता केही प्रहरीहरू छन्, ताकि सबै त छैनन् तर तिनीहरूलाई पनि तपाईको तिनै पोलिटिकल पार्टीहरूले बोकेर त्यो ठाउँमा पुर्याएका छन्। त्यो कारणले गर्दाखेरि त्यो आधारमा चाहिँ तपाईको ती युवा साथीहरूलाई चाहिँ धम्काउने, थर्काउने, जाहेरी दर्ता गर्ने र अनुसन्धानको तपाईको जेलै लगेर, तपाईको कारागारै लगेर राख्ने सम्मको पनि तपाईको एउटा यो गतिविधि देखिराखेको छ। त्यो कारणले गर्दाखेरि केही समय धैर्य बस्नको लागि प्रहरी साथीहरूमाझ पनि म अनुरोध गर्दछु। आज देशैभरि युवा साथीहरूले प्लेकार्ड लिएर उभिनु भएको छ। यसको चाहिँ हामी एकदमै ऐक्यबद्धता पनि जाहेर गर्न चाहन्छौँ र तपाईको जो प्रहरी साथीहरूले प्रतिशोधको आधारमा ती युवा साथीहरूलाई पक्राउनु हुँदैछ त्यो विधि सम्मत छैन। तपाईहरूले पक्र्नुहोस् त त्यस्तो खालको व्यक्तिलाई जो सांगठनिक रूपमा तपाईको विथ प्री प्लान कुन घर कहाँ कसरी तपाईको तोडफोड गर्ने, कुन बैंक लुट्ने, कसरी सामान चोर्ने भन्ने तरिकाले आएका थिए।